हेलो साथीहरू सम्पूर्णमा नमस्कार। वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म चाहिँ आफ्नो करेसाबारीको लागि मल ल्याउन गइरहेको छु फुपूको घरमा। भिडियोलाई स्किप नगरेर हेर्नु होला है। मकैहरू सानो सानो भएछ, यो चाहिँ कुटाउने होला। त्यही भएर मल नभएर कस्तो भइरहेको, त्यही भएर मल लिन जा। हाम्रो चाहिँ यहाँ चाहिँ यो चाहिँ फलफुलको बगैँचा बन्दैछ। चारैतिरबाट घेरबार गरेर यहाँ चाहिँ लिची आँपहरू लगाइने हो अरे। बिहे हुँदैछ यो घरमा। माथि चरा भएको घर देख्नु भएको हो, त्यसको त्यही घरको दिदीको छोराको बिहा हो। हामी चाहिँ बेखा भयो। नानी बाबुहरू आइरहेका छन्, यिनीहरू पनि जाने रे पछि लाग्यो। यो छोरा हो मेरो। उता देखिने चाहिँ मेरो घर हो। नानीहरू आइरहन्, मल लिन गइरहौँ हामीहरू। बाख्राको मल उतै पारिबाट लिएको छ। मल ल्याउन आएको त साथीहरू, यहाँ हेर्नुहोस् त कति राम्रो तोरी साग रहेछ। पानी परेर यो अस्ति नपरेको 2-3 दिनको पानीले गर्दा कस्तो राम्रो तोरी साग उम्रेको रहेछ। अनि म चाहिँ टिप्न लागेको छु यसरी। यहाँ यति भइसक्यो। फुपू चाहिँ घरमा हुनुहुन्छ, आउँदै हुनुहुन्छ अरे बजार गएको। हामी चाहिँ साग टिप्न लागेका छौँ। हेर्न सक्नुहुन्छ साथीहरू, यहाँ फुपूको कुखुरा। फुपू चाहिँ एकदमै मेहनती जाङ्ग्री हुनुहुन्छ फुपूका कुखुरा हुने नि। फुपू आइसक्नु भएको छ। अब फुपूको अनुमति लिएर म चाहिँ कुखुरा हेरिसकेपछि त्यसपछि अब मल चाहिँ उठाउन लाग्छु। मल चाहिँ चिसो चिसो रहेछ, मल उठाउन लाग्छु। भिडियो चाहिँ बनाउने मान्छेले छोरीलाई बनाउन लगाएको भिडियो, छोरीले चाहिँ एकदमै स्लो मोसनमा बनाइदिन्छन्। हजुरहरू नहातेर हेरिदिनु होला ल।
अब यो लास्ट बोरा पनि भर्यो अनि मल चाहिँ भरिसकेँ मैले। मल भरिसकेँ अनि अब घर पुर्याउनलाई अटो बोलाएको छौँ। अटो चाहिँ आउँदै होला। अब यो चाहिँ सबैभन्दा ठुलो बोरा हो। यो बानिराखेको छु मैले। यो चाहिँ उचाल्न चाहिँ गाह्रो भएको थियो है हामीलाई। दुई आमा छोरीले बोकेर अनि बाटोमा लिएर आयौँ। अटो आउँदैछ, अटोलाई पर्खिराखेको छ। अब अटो पनि आइसकेको छ। अटोवाला भाइले अटोमा मल चाहिँ राख्दै हुनुहुन्छ। ल हाम्रो मल चाहिँ आइसकेको छ। ल यो भ्लग चाहिँ हामी यहीँ अन्त्य गर्छौँ। मन परेमा लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ आवर भिडियो। बाई बाई।